हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। म चाहिँ सिन्धुलीबाट आइसकेँ बहिनीको घरबाट है, धरान। अनि भनेको चाहिँ बहिनीको कोसेली चाहिँ के बहिनीले पठाएछ म खोलेर देखाउँछु होइन, हेर्नु है। फर्स्ट अफ अल भनेको चाहिँ यो बनाना हो होइन। यो बनाना चाहिँ एक घडी फुल बनाना मम्मीको लागि अनि मेरो ड्याडीको लागि बहिनीले पठाइदिए होइन। तपाईँले हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ बनाना छ है, सब बनाना हो यहाँ चाहिँ होइन। एक घडी बनाना देखाउ पनि यहाँ यस्तो खोलेर देखा अट्दैन होला हौ सामान अहिले। ओ माई गडनेस, ल हेर्नुहोस् यहाँ बनाना कति छ। अब पाकेकोले पनि भने चाहिँ आइपुग्दैन अरे यहाँ होइन, किच्चिन्छ अरे सबै। अनि त्यही भएर चाहिँ यो चाहिँ भनेको चाहिँ भर्खरै ढालेर फ्रेस पठाइदिएको है। ल हेर्नु ओ ए यो त कस्तो किरा आएछ, ल मारिम पनि त। यो भनेको चाहिँ बनाना भयो एक गरी होइन, किरा आएर डर लाग्यो। अनि त्यस पछाडि म खोलेँ, यहाँ चाहिँ के छ मेरो लुगा पनि छ हल्का होइन। अनि उसले के हालिदिएछ यहाँ हेर्नु है। अब ओ माई गडनेस, डोले खोर्सानी हेर्नु सक्नुहुन्छ। यो चाहिँ डल्ले खोर्सानी भयो होइन, ओरिजिनल यस्तो दामी फ्लेभर छ नि। ओ माई गड कुनै छ। यो चाहिँ आलु भयो है, आलु पनि पाकिसकेछ है, यस्तो आलु छ होइन। अनि यो भनेको चाहिँ अब कहिलेकाहीँ हामीले पुलाउ पकाउनलाई होइन, पुलाउ पकाउनको लागि चाहिँ यो पठाएँ मैले, बहिनीले पठाइदिएको सिन्कौलीको पात। अनि त्यस पछाडि भनेको चाहिँ यो भनेको चाहिँ लेमन यो थोरै फलेको छैन, भुइँमा पुरै लडेको छ कि यस्तो बोटे धेरै फलेर होइन। अनि यो चाहिँ लसुन है, ल हेर्नु लसुन कति धेरै छ ल हेर्नुहोस् गाइस। अनि त्यस पछाडि भनेको चाहिँ अरू चाहिँ यो चाहिँ होइन। अनि हेर्नु के रहेछ, ल यहाँ चाहिँ के यो चाहिँ अब ल यो चाहिँ मेरो मम्मीको लागि आलु, यो चाहिँ मम्मीको लागि आलु उसिनी खाने होइन। यसलाई चाहिँ के भन्छ भने निलो आलु भन्छ है। यो चाहिँ पहाडको, यसलाई चाहिँ निलो आलु भन्छ गाइस होइन। यो भनेको चाहिँ उसिनेर खाँदा फक 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 हुन्छ। यो काँक्रा है, यो भनेको चाहिँ लोकल काँक्रा पठाइदिएछ। आधा छुनु यसले काँक्रा भयो होइन। अनि यहाँ भनेको चाहिँ तिते करेलाहरू भयो। अनि अरू सब्जीहरू केही यो बेसार पनि छ यहाँ है, पिनेको बेसार र काँक्रा पठाइदिएछ। ओ माई गड गाइस, ल आपको अचार अब हेर्ने हो, आपको अचार। ओ माई गडनेस, यो पनि भनेको चाहिँ आपको अचार है। ओहो मम्मी, यो पनि भनेको चाहिँ आपको अचार होइन, यो पनि आपको अचार है। बहिनीले यस्तो दामी बनाएको छ नि होइन, मसला लाएर म 2 दिन टेस्ट गरेको, लास्टै दामी छ क्या। यो पनि भनेको आपको अचार होइन। ल आपको अचार भयो है। यो चाहिँ भनेको अदुवा भयो गाइस, हेर्न सक्नुहुन्छ। जिन्जर कस्तो दामी छ क्या अदुवा पनि, हेर्नु यस्तो छ कि कत्रो पाना क्या। हेर्नु यहाँ अदुवा थोरै परेर चाहिँ हेर्नु न, यो यत्रो पाना छ हौ अदुवा पनि। ल दिस इज जिन्जर ओके। यो भनेको चाहिँ बेसार है, यो चाहिँ बेसार। वेट गर्नुहोस् है गाइस। यो भनेको चाहिँ होइन, यो चाहिँ बेसार हो होइन, टर्मरिक। दिस इज टर्मरिक ओरिजिनल। यो चाहिँ मैले यो चाहिँ पर रोप्नको लागि लिएर आएँ है। जवाब हेर कस्तो छ। अनि त्यसपछि अब यहाँ आउँछ दिस इज ज्याकफ्रुट। यो भनेको चाहिँ कटहर है, पाकेको कटहर छ। दिस इज अल्सो ज्याकफ्रुट कटहर। त्यसको भनेको दिस इज म्याङ्गो।
बोराइ देखेन यता This is कस्तो बनायो this is all mango. ल This is all mango. कता पाकेको Oh, oh my goodness. बसेर धन्यवाद You दियो can see, guys. Oh my god. You can see, guys. Okay, baby. How much I got. You can see, guys, how much I got from my sister. I'm very happy and very hard to bring until here. Thank you so much, Fuji. Thank you, everyone. Bye bye.